बालेन सरकारले दियो कैदीलाई ठूलो राहत। 60% कैद भुक्तानी गरेका कैदीलाई जीपीएस जोडेर घर पठाउने सरकारको योजना। राम्रो आचरण भएका कैदीलाई समाजमै बस्न दिइने। दशमीन बालेन सरकारले कैदीहरूलाई पनि ठूलो राहतको नियम ल्याएको छ। सरकारले फौजदारी कानून संशोधन गर्दै 60% सजाय भुक्तान गरिसकेका कैदीहरूलाई शरीरमा जीपीएस उपकरण जडान गरेर घर पठाउने नयाँ योजना अघि सारेको छ। त्यसपछि कैदीले समाजमै बसेर बाँकी 40% सजाय भुक्तान गर्न पाउनेछन्। त्यसका लागि कैदीले 60% कैद भुक्तान गरेको र कारागारमा रहँदा राम्रो आचरण भएको हुनुपर्नेछ। कैदीहरूलाई त्यसरी उपकरण सहित खुला कारागारमा छाडिनु अघि सम्बन्धित जिल्ला अदालतको न्यायाधीशले आदेश दिनुपर्नेछ। कैदीको शरीरमा जडान हुने उपकरणले उनीहरू कहाँ छन् भन्ने बारे लोकेसन ट्र्याक हुनेछ, जसलाई कारागारका तोकिएका अधिकारीहरूले निगरानी गर्न सक्नेछन्। अधिकारीहरूले आफू खुसी त्यो उपकरण शरीरबाट निकाल्न पाउने छैनन्। कैदीहरूले शर्त विपरीतको काम गरे सुविधा खोसिने विधेयकमा प्रस्ताव छ। अदालतले कैदीलाई खुला कारागारको सुविधा दिनु अघि उसको उमेर, शारीरिक तथा मानसिक अवस्था र आचरणको आधारमा सीमा र शर्त तोक्नुपर्ने व्यवस्था छ। त्यसको उल्लङ्घन गरेमा तोकिएको कैदको अतिरिक्त थप 1 वर्ष कैद सजाय हुने व्यवस्था पनि प्रस्ताव गरिएको छ। कानून मन्त्रालयले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 लाई संशोधन गर्न बनेको विधेयकमा त्यस्तो प्रस्ताव गरेको हो। प्रस्तावित विधेयकमा खुला कारागारमा राख्न सकिने अवधि 2/3बाट घटाएर 60% गर्नुपर्ने उल्लेख छ। त्यसो हुँदा 20 वर्ष कैद सजाय तोकिएको व्यक्ति 12 वर्ष कैद बसिसकेपछि खुला कारागारको सुविधामा जान सक्छ।